नमस्कार शिक्षक साथीहरू। इमिसमा अन्य विद्यालयबाट ट्रान्सफर भएर आएका विद्यार्थीहरूलाई एक्सेप्ट गर्दा विशेष गरी के कुराहरूमा ध्यान दिनुपर्छ र कसरी एक्सेप्ट गर्ने भनेर आजको यस छोटो भिडियोमा म यहाँहरूलाई एकदमै सजिलो र पुरा प्रक्रिया स्टेप बाई स्टेप देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि प्रमाणपत्र सहित कुनै पनि विद्यार्थी भर्ना हुन आएको खण्डमा भर्ना गरिसके पश्चात हामीले कम्तीमा पनि यस्तो खालको एउटा इमिसमा विद्यार्थी ट्रान्सफर गरिदिने सम्बन्धमा भनेर हाम्रो विद्यालयको इमिस आइडी यतिमा चाहिँ तपसिल अनुसारको विवरण भएको विद्यार्थी ट्रान्सफर गरिदिन हुन भनेर हामीले सम्बन्धित विद्यालयलाई यसरी पत्र लेखौँ। सम्बन्धित विद्यालयमा व्हाट्सएपबाट इमेलबाट पठायौँ भने सम्बन्धित विद्यालयले हामीलाई त्यो विद्यार्थी सहजै रूपमा हामीलाई इमिसमा ट्रान्सफर गरिदिनु पर्ने हुन्छ। किनभने हामीले अहिलेको सन्दर्भमा एक कक्षाभन्दा माथिल्ला कक्षाहरूमा भर्ना भएको विद्यार्थीहरूलाई इमिसमा न्यू एड गर्ने अप्सन छैन। तसर्थ इमिसबाटै ट्रान्सफर भएर आउनुपर्ने हुन्छ, इमिसमै हामीले एक्सेप्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले स्टुडेन्ट रेकर्डमा क्लिक गरौँ र स्टुडेन्ट एक्सेप्टमा क्लिक गरौँ। 2083 छानेर लोड गर्नुपर्ने हुन्छ। यसरी लोड गर्दा हाल ट्रान्सफर भएर आएका छैनन्, तर क्लास अपडेट गर्दाखेरि नै पास एन्ड ट्रान्सफर गरिएको विद्यार्थी रहेछ र अहिले हामीले पत्र पठाए पश्चात हाम्रो विद्यालयमा ट्रान्सफर गरिदिएको खण्डमा इयरमा 2082 छानेर लोड गऱ्यौँ भने यसरी हामीले देख्न सक्छौँ। यहाँ एकजना विद्यार्थी ट्रान्सफर भएर आएको रहेछ, यहाँ देख्न सक्छौँ। र यसरी ट्रान्सफर भएर आएको विद्यार्थी सर्टिफिकेटै लिएर आएको छ, उसको यसरी नाम पनि मिल्छ, बाबुको नाम पनि मिल्छ भने, कक्षा पनि मिल्छ भने अनि मात्रै हामीले एक्सेप्ट गर्ने। एकैचोटि हामीले यसरी नहेरिकन एक्सेप्ट गरियो भने त्यो भरै उस्तै नाम गरेको विद्यार्थी तर बाबुआमाको नाम फरक, कक्षा फरक परिदियो भने त्यतिखेर हामीलाई समस्या आउन सक्छ। त्यसैले हामीले कम्तीमा पनि उसको नाम, बाबुआमाको नाम, कक्षाहरू हेरेर हामीले यहाँ एक्सेप्टमा क्लिक गर्नुपर्छ र हामीले यहाँ एक्सेप्ट ट्रान्सफर गरियो भने यो विद्यार्थी हाम्रो विद्यालयको इमेजमा हामीले दर्ता गर्न सक्छौँ, यसरी रजिस्टर गर्न सक्छौँ। यदि यहाँलाई यो भिडियो उपयोगी लागेमा मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र एउटा लाइक गरेर शिक्षक साथीहरूको ग्रुपमा यो भिडियो सेयर गरिदिनु होला। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। हवस् त, नमस्कार।